गुड मर्निङ सबैलाई र म अहिले रहेको छु नक्षत्र मन्टेश्वरी स्कुल अगाडि र तपाईलाई म यसको चाहिँ नक्षत्र मन्टेश्वरीको टुर गराउनेछु र सँगसँगै नक्षत्र मन्टेश्वरीमा फेसिलिटीहरू के अभाइलेबल छ त्यसको बारेमा पनि भन्नेछु र यसमा चाहिँ कति क्लासहरूसम्म छ र यसको के छ फेसिलिटीहरू म तपाईँलाई देखाउनेछु। सो हेर्न सक्नुहुन्छ मेरो अगाडि यो नक्षत्र मन्टेश्वरीको गेट रहेको छ, मेन गेट, र यता ड्रइङहरू छ प्लस पार्किङको स्पेस पनि छ हेर्न सक्नुहुन्छ। यो भनेको अगाडिको अब रहेको छ र लेट्स गो हेरौँ नक्षत्र मन्टेश्वरीको चाहिँ स्कुलमा चाहिँ के फेसिलिटीहरू अभाइलेबल छ अथवा कुन क्लासेसहरू छ। सो हामी गेटबाट इन्ट्री गर्दैछौँ। गेटबाट इन्ट्री गर्ने बित्तिकै हाम्रो यहाँ रहेको छ प्ले ग्राउन्ड र यसमा यहाँ माथि चाहिँ अफिस रहेको छ हाम्रो र तल चाहिँ हाम्रो यो प्ले ग्राउन्ड छ, र बच्चाहरूको खेल्ने सामानहरू प्लस अहिले चाहिँ बिहानको टाइम भएर अहिले स्टुडेन्टहरू आएको छैन। सो यो रहेको छ हाम्रो खेल्ने बच्चाहरूको तल, प्लस यता तल चाहिँ हाम्रो क्लास रहेको छ, एउटा क्लास बेन्च बोर्ड, र त्यसपछि हाम्रो नेक्स्ट रहेको छ हाम्रो अर्को क्लास। यो रहेको छ हाम्रो अर्को क्लास। हेर्न सक्नुहुन्छ ड्रइङहरू एकदमै दामीहरू छ, एकदमै रोमाञ्चक र पढाइमा चाहिँ एकदमै ध्यान मन लाग्छ यसरी ड्रइङहरू भयो भने बच्चाहरूको क्लासमा। र लेट्स गो टु नेक्स्ट क्लास। सबै क्लासेस र यसमा हाम्रो चाहिँ सु ऱ्याकहरू छ सु मिलाउनको लागि, र हाम्रो यो मन्टेश्वरीको नक्षत्र मन्टेश्वरीको बोर्ड रहेछ एकदमै ब्युटिफुल। त्यसपछि हाम्रो यो बोर्ड रहेको छ, बोर्डमा अनि क्लास रहेको छ, अहिले बच्चाहरू छैनन्। सो हाम्रो बच्चाहरू क्लासहरू पनि रहेको छ। नेक्स्ट रहेको छ हाम्रो सक्नुहुन्छ यता पनि वेलकम टु नर्सरी। यो चाहिँ नर्सरी क्लास रहेछ है, नर्सरी क्लासको यस्तो रहेको छ। यो चाहिँ नेक्स्ट क्लास रहेको छ हाम्रो। यो चाहिँ नर्सरी बी।